आमा लिनुहोस् आमा खाना खानुहोस्। भयो छोरी पर्दैन, तिमीले बनाएको खाना खान लायकै छैन। खानुहोस् न आमा खानुहोस्। हजुरलाई धेरै भोक लाग्यो जस्तो छ, फेरि भोकै बस्नु हुँदैन। सानोमा तपाईँले मलाई खाना बनाएर खुवाउनुहुन्थ्यो, अहिले मेरो हातले बनाएको खाना खानुहुन्न। लिनुहोस्। छोरी, म त तिम्रो जिन्दगी बिगार्दिने मान्छे, आफ्नै जिन्दगी बिगार्दिने मान्छेलाई पनि यति धेरै माया किन गरेको? छोरी, के म एकपटक मेरो नातिलाई अँगाल्न सक्छु? हुन्छ। आऊ बाबु, आमा तिमीलाई अँगालो माने। आऊ बाबु आऊ, मेरो नाति आऊ। मेरो नाति। मैले गर्दा तिमीले धेरै दुःख पायो है। अब म कहिले तिमीलाई दुःख दिन्न। हुन्छ, मलाई नि माया गर है। छोरी, नाति जन्मिँदा सानो थियो, रोइराखेको थियो, तिमी बिहोसीमा थियौ। त्यति बेला मेरो घमण्डले तिमीहरूलाई छुट्टाए। सायद अहिले त्यसैको सजाय भोगिरहेको छु। अब यो विगतको कुरा नगर्नुहोस् आमा, यी सब कुरा गरेर फाइदा नै छैन। तपाईँ त अहिलेसम्म पनि यही गाउँमा हुनुहुँदो रहेछ, घर जानु भएन? घर त गएको थिएँ, तर तिम्रो बुवाले बस्नै दिनु भएन। बुवा जति नै रिसाउनु भए पनि बुवाले बुझ्नुहुन्छ। छिनमै रिसाउनुहुन्छ, छिनमै फर्किनुहुन्छ। एकचोटि घर गएर राम्रोसँग माफी माग्नुहोस् न। हुन्छ छोरी, अब घर नगर मेरो जाने ठाउँ नि कहाँ छ र? गएर एकपटक फेरि माफी माग्नु पर्ने। अब तपाईँ पनि घर जानुहोस्, हामी पनि घर जान्छौँ। हुन्छ छोरी, नातिको र आफ्नो राम्रोसँग ख्याल गर है। ल म अहिले गएँ है त। मैले तिमीलाई हिजो पनि भने त बाबु, तिम्रो बाबा अब कहिले उठ्नु न भनेर। खासमा भन्नुपर्दा तिम्रो बाबाको मृत्यु भइसकेको छ। अब तिम्रो बाबा यस संसारमा हुनुहुन्न बाबु। बाबा, तिम्रो बाबा त माथि स्वर्गमा हुनुहुन्छ। बाबु, तिम्रो बाबा भएको ठाउँमा त हामी जान मिल्दैन नि। तिम्रो बाबा त माथि स्वर्गमा हुनुहुन्छ। स्वर्गमा त फेरि मरेको मान्छे मात्रै हुन्छन्। ल ल, तिमी बाबुलाई सम्झाउँदै गर, म निर्मल भाइको सबको लागि भात तयार गर्न जान्छु है।
के होइन बाबु, बितेर गएको मान्छेलाई जलाउनु पर्छ। त्यति गर्यो भने मात्र मरेको आत्माले शान्ति पाउँछ। अब अन्तिम पटक तिमीले आफ्नो बाबालाई हेर है। तपाईँले बाबुले घरमा लाने विचार गर्नुभएको छ? अनि घरमा नलगेर कहाँ लग्ने त? बिचरा बाबु सानो छ, उसलाई यत्तिकै छोड्नु पनि त भएन नि। तपाईँले एउटा कुरा बिर्सनु भयो जस्तो छ। म पनि गर्भवती भएकी छु। घरमा लग्नु पर्दैन यो बच्चालाई। पहिले पो हाम्रो बच्चा थिएन र अब केही समयपछि हाम्रो पनि बच्चा हुँदैछ। अब घरमा लग्नु पर्दैन। कस्तो स्वार्थी कुरा गरेकी हो तिमीले? चाहिँदा आफ्नो ठान्ने अनि नचाहिँदा पढाइ सम्झिने। साना बालबालिका भनेका ईश्वरका रूप हुन्। उनीहरूलाई मायाको एकदमै जरुरत हुन्छ। बाबुलाई यतिकै छोड्न मिलेन नि। अब त निर्मल बितिसके। निर्मल जिउँदो हुँदा सहर जानुभन्दा अगाडि दाइ, यदि मलाई कुनै समयमा केही भइहालेछ भने मेरो बाबुको ख्याल गरिदिनु है भनेका थिए। र मैले पनि निर्मलसँग बाचा गरेको थिएँ कि बाबुले हामी केही पनि हुन दिँदैनौँ भनेर। मैले बाचा गरेको छु। हामीले बाबुलाई त्यत्तिकै छोड्न मिल्दैन। कि मलाई र मेरो हुनेवाला बच्चालाई रोज्नुस् कि यो बच्चालाई रोज्नुस्? किन बोल्नुहुन्न? जवाफ दिनुहोस्। दुईटा मध्ये एउटा रोज्नुहोस्। तपाईँ एउटा कुरा याद राख्नुहोस्। यदि तपाईँले यो बच्चालाई घरमा लानुहुन्छ भने म त्यो घरमा जान्छु। आफ्नो हुँदै गरेको बच्चालाई माया गर्ने कि अर्काको बच्चालाई, त्यो तपाईँको हातमा छ।
बाबु मलाई माफ गरिदियो है मैले तिमीलाई चाहेर पनि साथ दिन सकेन बरु यो 50 रुपियाँ लौ चक्लेट खानुहोस् म जान्छु ल यो सिन्दुर रातो रङ मात्र होइन मेरो जीवनको कथा हो मेरो सुख दुःखको चिन्ह हो यी सिन्दुरका धुलाहरू जति नै हेर्दा सानो छ त्योभन्दा ठुलो पीडा मेरो मनमा छ यो सिन्दुरले मैले बिर्सिन खोजेको कुराहरू सम्झाइराख्छ विगतको कुरा बिर्सिनु निकै गाह्रो हुँदो रहेछ गाह्रो हुन्छ छोरी गाह्रो हुन्छ विगतलाई बिर्सिन एकदमै गाह्रो हुन्छ तर बिर्सिनै पर्छ म तेरो मनको कुरा बुझ्छु छोरी अब विगतमा अल्झिएर हुँदैन अब तेरो जिन्दगीको नयाँ अध्याय सुरु गर्नुपर्छ हुन्छ आमा म कोसिस गर्नेछु हजुरको कुराले विगतको कुरा बिर्सिन मलाई हिम्मत दिन्छ होइन बाबु म एकछिनमा खान्छु खै गाह्रो भयो अब नै यो लुगा लगाइहालिस् क्या छोरा चल बाबा तपाईँले नयाँ लुगा नलाउने मेरो नयाँ लुगा यही त हो नि म यसमै ठिक छु छोरालाई त तयार गरेर आएछस् आफू त कोरी नलाइकन आएछु त बाबु जाँदा नानी दाइको कोर्स लिएर आऊ निर्मले पोट लाएर त अच्छा देखेछ है
भाउजू मैले जिन्दगीमा मेरो दोस्रो पटक बिहे होला भनेर कल्पना पनि गरेको थिएँ। भगवान पनि कति निर्दयी हुँदो रहेछ है भाउजू। यदि त्यो दिन मेरो बच्चा नमरेको भए निर्मलले मलाई छोडेर जानुहुन्थेन होला। मेरो जिन्दगी कति खुसीसँग बित्थ्यो होला है। यति बेला त मेरो बच्चा कति ठुलो हुन्थ्यो। अहिले त मलाई आमा भनेर बोलाउँथ्यो होला। नानी एकछिन है, म एकैछिनमा आइहाल्छु। नानी सक्नुहुन्छ भने मलाई माफ गरिदिनु होला। मैले आज तपाईँले सत्य कुरा भन्नै सकिनँ। मैले बाध्यतामा छु नानी। म कसरी भन्नु तपाईँलाई? यही कुराले मलाई पिरोलेछ तर म के गर्नु सकिनँ म। होइन, मैले आज यो कुरा सत्य भन्नै पर्छ नानीलाई, नत्र भने म आफैलाई पनि कमजोर बनाउँछ। यदि मैले सत्य कुरा भनेर मेरो जिन्दगी नै बिग्रिन्छ भने म बहिनीको जिन्दगी बिगार्दिनँ। मलाई यत्रो सम्झाउँदा अझ बहिनीलाई सबै कुरा भन्छु भन्थ्यो। के हो अझै भन्छ छैन यत्रो गरी सम्झाउँदा नि अझै ल भन यही मुख होइन तेरो मेरो शरीरलाई सबै कुरा भन्ने ल भन कसरी भन्ने रहेछस् अब अनि तेरो सजाय यही हो ल भन ल भन बाबा ल भन त्यो मेरै पहिलाको ससुराल हो के गरौँ कसरी मुख देखाऊँ फर्किम भने दाइ रिस होला के गर्ने होला
ल दुला यहाँ आएर बस्नु पर्यो भित्रबाट दुला लिएर आउनु त ओम सर्वे देवा देवीं वदतु दासितं महादेवी साम्राज्यम् अहं ब्रह्मासुरीं तत्प्रकृति पुरुषात्मक जगत् शून्यं च अहम् आनन्दानानन्दम् अहं विज्ञाने अहं ब्रह्मा प्रपामित्रं पंचभूतान्य पंचभूते अहं किलं जगत् वेदो अहं विद्या अहं विद्याम् अहं नजाम् अध चोर्वच धीरग्राम् अहं रुद्रे वेदवस्त्रामि अहं विश्वदेवै अहं मित्राणि अहं सोम्याभूम अहं सोमो उपस्तारं पुषणं भगं ददामि अहं विष्णुमुत्रं प्रमाणमुत प्रजापति ददामि ओम सर्वे देवा देवीं वदतु दासितं महादेवी साम्राज्यम् अहं ब्रह्मासुरीं तत्प्रकृति पुरुषात्मक जगत् शून्यं च अहम् आनन्दानानन्दम् अहं विज्ञाने अहं ब्रह्मा प्रपामित्रं पंचभूतान्य पंचभूते अहं किलं जगत् वेदो अहं विद्या अहं विद्याम् अहं नजाम् अध चोर्वच धीरग्राम् अहं रुद्रे वेदवस्त्रामि अहं विश्वदेवै अहं मित्राणि अहं सोम्याभूम अहं सोमो उपस्तारं पुषणं भगं ददामि अहं विष्णुमुत्रं प्रमाणमुत प्रजापति ददामि श्री महाकालिकं यमस्तौत्सर्गिते
मेरो छोरीको जिन्दगीसँग खेलबाड गर्न तिमी फेरि यहाँ आइपुग्यौ। स्वतन्त्रपूर्वक बाँच्न पाउनु मेरो छोरीको अधिकार हो। तिमी फेरि किन उसलाई बाँध्न खोज्छौ? तिम्रो पछि लाग्दा लाग्दा मेरो छोरीले आधा जिन्दगी गुमाइसक्यो। अब फेरि मेरो छोरीको बाँकी जिन्दगी खोज्न खोज्छौ? म कसैको जीवन खोज्न आएको होइन आमा, म त कसैको जीवन बनाउन चाहन्थे। जीवन बनाउनलाई तिम्रो खल्तीमा 2 पैसा छ? हुन त वर्षौंदेखि मिठो मसिनो खान पाएका थिएन होला, त्यही मिठो मसिनो खान पाइन्छ भनेर मेरो छोरीको बिहेमा आयो होइन? मैले त तिमीलाई गरिब मात्रै भन्ठान्थे, तर तिमी त गरिब सँगसँगै आफ्नो स्वाभिमान पनि बेचेर खाइसकेका मान्छे रहेछौ। तिमी यहाँबाट गइहाल। यो बिहे भान्ने अधिकार तिमीलाई छैन। यो बिहे सम्पन्न भयो भने मेरो छोरीले जिन्दगीभर सुख पाउँछ। पैसाको थुप्रोले मान्छेलाई खुसी मिल्ने भए आज धनी जति हरेक मान्छे खुसी हुन्थ्यो होला। पैसाको थुप्रो भित्र सुख लुकेको हुँदैन, सुख त मान्छेको मनभित्रको विश्वासमा लुकेको हुन्छ। त्यही शान्ति लुकेको हुन्छ। तपाईको छोरीलाई धन सम्पत्ति केही पनि चाहिएको थिएन आमा, केवल उसलाई पुरानै सम्बन्ध चाहिएको थियो। आज तपाईले आफ्नो छोरी स्वतन्त्र हुन्छ भनेर बिहे गर्दै हुनुहुन्छ। स्वतन्त्र यो सम्बन्धमा होइन, स्वतन्त्र त पुरानो सम्बन्धमा थियो। तिमीले मलाई सबै कुरा सिकाइरहनु पर्दैन। यदि तिमीलाई अझै पनि मेरो छोरीको माया छ भने यहाँबाट गइहाल। यो जोड्न लागेको सम्बन्ध सफल भयो भने मेरो छोरीले धेरै सुख पाउँछ। तिमी यहाँबाट गइहाल। सिन्दुर हाल्ने बेला भयो, माइती पछिल्लो नहेरिदिनु होला।
भन्नु आउनु 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 के अलि माथिबाट आउनु फास्ट आउनु फास्ट सुन्नुहोस् त फास्ट आउनु बाबु पैसा हेरेको यता हेरेको छाता है छाता बोले है बोले अलिक गरौँ जस्तो पकाउनु गरौँ एकदम गरौँ सुनिल गरौँ जस्तो बिस्तारै बिस्तारै अलि अझ थोरै उता लाग्ने बाबाको फेस भातिर लाग्नु बाबुलाई कति साल उता जाऊ यता हेरिन् फेरि यिनले पर्दा तिम्रो बाबाको मृत्यु भइसकेको छ अब तिम्रो बाबा यस संसारमा हुनुहुन्न बाबु त्यसो भए बाबा कहाँ हुनुहुन्छ त बाबा तिम्रो बाबा त माथि स्वर्गमा हुनुहुन्छ बाबालाई भेट्न स्वर्ग जाऊँ न त बाबालाई भेट्न स्वर्गमा जाऊँ न त फेरि भन फेरि भन एकपल्ट बाबालाई भेट्न स्वर्ग जाऊँ न त एकछिन रोक है अलिक ठुल्ठुलै बाबालाई भेट्न स्वर्ग जाऊँ न त बाबालाई भेट बाबुलाई लगेर गएको मान्छे सम्पर्कमै रहेनछ क्या कस्तो तनाव भयो कतै के अप्ठ्यारो त परेको छैन बाबुले